फर्स्टमा यहाँ क्लिक गर होइन कोडमा अनि डाउनलोड जिप गरेपछि यसलाई सेभ डाउनलोड हुन्छ अनि यसलाई ओपन गर्ने अनि त्यसपछि यहाँ एक्सट्र्याक्ट अल गरिदिने अनि एक्सट्र्याक्ट हुन्छ अनि भएपछि डबल क्लिक गरेर यो यति ओपन गर्ने अनि यो माथि जुन छ नि यो डाउनलोड प्रोजेक्ट टु मेन प्रोजेक्ट मेन यहाँ डबल क्लिक गर्ने अनि यसलाई सबैलाई हटाइदिने CMD भनेर इन्टर गरिदिने कमान्ड प्रम्प्ट खोल्छ अनि पाइथन स्पेस DRA.py गरिदिने अनि यस्तो खोल्छ अनि ठ्याक्कै यहाँ अनि 1 देखि 100 सम्म छ जेनेरेट गरिदिने अनि ड्र विनर गर्दाखेरि ठ्याक्कै एउटा आउँछ होइन एउटा आयो अब अरू नम्बरमा पनि चेन्ज गर्न मिल्यो आफैले यसरी 00 थपिदिनु भयो अब जस्तो यहाँ 111 गरिदिनु भयो जेनेरेट गरेर रेडी गरिदिनु भयो अनि त्यसपछि नामहरूको पनि छैन यहाँ क्लिक गर्ने एउटा खुल्छ अनि योलाई ओपन गरिदिने अनि ड्र विनर गरिदिने एउटा ऱ्यान्डम नाम आउँछ ल यति हो बुझिस्